निवर्तमान ऊर्जा मन्त्री दीपक खड्काको घरमा छौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले देश छोडेर भागेको भनेर अभिव्यक्ति दिएको भोलिपल्टै उहाँ आफ्नै घरमा पत्रकारहरूसँग हुनुहुन्छ। उहाँको विचार सुनौँ। मन्त्रीज्यू, तपाईलाई गृहमन्त्रीले भागेको आरोप लगाउनु भएको छ, तपाईँ त यहीँ देखिनुभयो, यसको बारेमा के बताइदिनुहोस् न। भदौ 23 गते जेएनजीले आन्दोलन गर्यो, खास गरेर चाहिँ भ्रष्टाचार विरुद्ध अनि त्यसपछि नेपो बेबीको विरुद्ध चाहिँ एउटा देशमा सुशासन कायम हुनुपर्छ भनेर आन्दोलन गर्यो। त्यो आन्दोलनको बारेमा यहाँको भनाइ चाहिँ के छ? प्रश्नलाई साथीहरू सबैलाई धन्यवाद छ। सर्वप्रथम त हामी नेपालीहरूको मान चाडका उपलक्ष्यमा मनाउँदै गर्दा यस बिचमा शुभ दीपावलीको शुभ अवसरमा तमाम नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना, सुख शान्ति समृद्धि अमन चाहिँ कायम हुने शुभकामना व्यक्त गर्न चाहन्छु। जहाँसम्म 23-24 गतेको घटना र मुलुकमा देखिएको परिवर्तनका सन्दर्भमा यहाँहरूले राख्नुभएको समसामयिक विषय, हामी नेपालीहरूले धेरै खालका